2 क्विन्टलको ज्यान रहेछ के भा हो तिनलाई केरी लैजाने हे भा हो यिनले पहिला केही कुरा गरेन पहिला भना मन पर्यो पारेन रूप हेर्दा राम्रै छ नानी त हिँडाउने कि गुडाउँदै लाने त रूप हेर्दा राम्रै छ नानी त हिँडाउने कि गुडाउँदै लाने मन परेछ भन्दिन रोकान्छ कहिले हिँडौ कहिले चाहिँ बोकान्छ मन परेछ भन्दिन रोकान्छ भयो केटी अन्त नि पाइन्छ यिनलाई बोक्न डोजर नै चाहिन्छ भयो केटी अन्त नि पाइन्छ यिनलाई बोक्न डोजर नै चाहिन्छ सेलुको काँडो छुट्ने हैनौ बाटोमा भेटा यति बोक्न नसक्ने केटा हे यति मोटो केटीलाई बेगारी बुढी लड्दा उठाउने के गारी यति मोटो केटीलाई बेगारी बुढी लड्दा उठाउने के गारी आइसेलुको काँडो रहेछिन् केटी बाघलाई नै खाउँ जत्रो ज्यानै रहेछ म बस्ने गाउँ जत्रो रहेछिन् केटी बाघलाई नै खाउँ जत्रो ज्यानै रहेछ म बस्ने गाउँ जत्रो आइसेलुको काँडो भना तिमी बस्ने कुन कुना हुन्छ स्वास्नी धादिङकै नमुना भना तिमी बस्ने कुन कुना हुन्छ स्वास्नी धादिङकै नमुना ऐसेलुको काँडो यति मोटी उठाउने कुन थियो छेउको सम्म भाभए हुन्थ्यो अरू हेऱ्यौ गोरी र कालो यो साल बिहे मोटी कै पालो मार्देऊ मलाई टिपरले च्यापेर बाँच्दिन भयो दुःख खेपेर तिमीसँग छैन र दहबै तालिम गरौ घट्छ क्या जान सबै आफ्नो शरीर यहाँबाट बढ्दैन लर क्यार्नु घरभित्रै अट्दैन आफ्नो शरीर यहाँबाट बढ्दैन लर क्यार्नु घरभित्रै अट्दैन सेलुको काँडो लौन आज काँडा भेटी भएछ हुत्ती हरा केटा पोराएछ आफ्नो गाउँमा गोरेटो बाटो छ उनको शरीर 2 हलको पाटो छ आफ्नो गाउँमा गोरेटो बाटो छ उनको शरीर 2 हलको पाटो छ ऐसेलुको काँडो लौन भगवान क्यारी मन पराउँछौ खाउ खाउ गर्छौ खाना नि डराउँछौ यतिसम्म भन्दा निभा छैन मान्छे निलो भइसक्यो थाहा छैन यतिसम्म भन्दा निभा छैन मान्छे निलो भइसक्यो थाहा छैन ऐसेलुको काँडो तिमी जता गए नि जान्दिन्छे नडराउ क्या राम्ररी खान्दिन्छे त्यही भएर हो यिनको वर्ण भा तिमी रहेछौ पापको डर नभा केटी खोज्न आउनेलाई जान्दिँदा के को पाप हो भोकोलाई खान्दिँदा लान्छु मैले छाती नै ठोकेर पहिला तिमीले अन्माइ देऊ बोकेर लान्छु मैले छाती नै ठोकेर यता जग्गा राख्या छ बस्न आऊ अन्माइ दिन्छु ल्याछौ त तिमीले बाउ के भएसी बाउ डाक्छु पहिला तिमीले उचाल गाउँ डाक्छु केटी छ गर्न बे कस्ता कस्ता उठाउँछन् यो ताके मेरो हार भो तिम्रो भो जिता
ढकालेर सारा त दुई बिता नसोच है यतिकै छोडिन्छ हे परी आए परो नि फोरिन्छ बस्छौ खान जोडेर पराको लास्टमा बुढी छिन आफै डराको यस्तासँग के दिमाग ख्याउने ए भुसुनाले हात्तीलाई जिस्क्याउने कस्तो दिनमा निस्केछु म किन सरी हजुर नमस्कार सकिन कस्तो दिनमा निस्केछु म किन सरी हजुर नमस्कार सकिन